अहिलेको सरकारलाई चाहिँ घाँटीमा अड्किएको हड्डी जस्तो भएको छ रे तर्क सामताङ। होइन, हरेक कुरामा विरोधै गर्नु भएको छ, विरोध गर्नुपर्छ। यो प्रजातन्त्रको होइन, डेमोक्रेसीको एकदमै ब्युटी हो यो होइन, गर्नुपर्छ। यो विदेशमा हेर्नुहोस् त, अझ हाम्रो देशमा त के छ र, विदेशमा त प्रतिपक्ष भनेपछि त प्रेसर ग्रुप हो, यस्तो सम्मान छ, मान छ। हेर्नु, गर्नुपर्छ, किनभने सरकारलाई घचघचाउने, सरकार ट्रेकबाट डिरेल भएको छ भने त्यो ट्रेकमा ल्याउने काम त विपक्षीले गर्छ नि। तर राम्रो कुरा को विरोध गर्नुभयो भने तपाईँलाई सबैले समर्थन चाहिँ नि गर्छन्। हेर्नुहोस्, अहिले त विरोध गर्ने त कुरा हो, सुकुम्बासीलाई व्यवस्थापन गरेर हटाएको भए अझ राम्रो हुन्थ्यो, त्यसमा दुई मत छैन। तर मन्त्रीजीले त बोल्नु भारै छैन। हिजो यो दशैंसम्म चाहिँ लाल पूर्जा पनि हामी दिन्छौँ। अबको केही हप्ताबाट चाहिँ सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण सुरु गर्ने, दशैंसम्ममा चाहिँ सबैलाई दिइसक्ने भन्ने कुरा छ। यो त कति राम्रो हुन्छ हेर्नुहोस् त।